हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल है। आज चाहिँ मैले सदा जस्तै फेरि एउटा व्रतबन्धको भ्लग लिएर आएको छु। सो सबै साथीहरूले फुल वाच गरेर माया गरिदिनु होला, लाइक कमेन्ट सेयर गरिदिनु होला, सपोर्ट गरिदिनु होला है त। साथीहरू यता चाहिँ खानपिनको लागि काट्ने पकाउने काम धमाधम भइरहेको छ है। यता धमाधम काटिराख्नु भएको छ है, हेर्नु सक्नुहुन्छ। हेर्नु यता पाखी पनि सकिसकेको छ है, सो हेर्नु होला। यता चाहिँ हाम्रो गुरुजीले व्रतबन्ध लगभग आधा पनि पारिसक्नु लाग्नु भएको छ है, आधै लगभग हुन लागिसकेको छ। काम धमाधम चलिरहेको छ। अब यो कोठाबाट तिमीहरू दुईजनाले चाहिँ ठाउँ ढाक्नु रहेछ, त्यो अर्को पछाडि मोटोलाई चाहिँ ठाउँ
तिमीहरूले शिक्षा लिएर आयौँ भनेर भन्नु माता पितालाई हामीले 21 फुल तारेर आयौँ भन्नु अनि त्यसपछि माता पितालाई सबैलाई गोडामा ढोक्नु पर्यो हजुरबा हजुरआमा बुढा मम्मीलाई गोडामा ढोक्ने गोरुलाई गोडामा ढोक्ने खुट्टा छुँयाकै छैन खुट्टा छुनुपर्छ पहिले बाबामाको ढोग्नु भन्नुभयो होला दिदीले अनि पैसा कमाएर ल्याएन पैसा ल्याएन के तिमीहरू पैसा कमाउनु गएको फाइनली गाइज व्रतबन्ध चाहिँ गुरुले गर्ने कार्य त्यति लगभग अब सम्पन्न भइसकेको छ है सो अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र आगामी दिनहरूमा पनि यस्तै साथ सपोर्ट जनाइदिनु होला भन्न चाहँदै यता व्रतबन्ध सकेर मामाहरूले भान्जाहरूलाई नुहाउँदै हुनुहुन्छ है मुख्य धो न मुख धोएर चाहिँ टाउको नुहाइदियो हुन्छ फाइनल्ली यता खानपिनको व्यवस्था हुँदैछ र अन्तिममा केटाहरूलाई टक्क व्रतबन्ध सकेर यता तयारी रेडी भएर बसेका छन् सो भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु